हेलो गाइस, गुड इभिनिङ सबैजनामा। साथीहरू सबैजना के कस्तो हुनुहुन्छ होला, आशा गर्दैछु सबैजना सन्चै नै हुनुहुन्छ होला भनेर। म चाहिँ अहिले एउटा काम गर्दैछु साथीहरू। साग चाहिँ कसरी गोड्छन् भन्दाखेरि यसरी लिनुपर्छ थुर्पी अनि यसरी गर्नुपर्छ साथीहरू। साग गोड्नेको प्रोसेस चाहिँ कसलाई साग गर्नु आउँदैन भन्नु होला। साग गर्नेको प्रोसेस त्यस्तो हुन्छ। यसरी गोड्यो भने मात्रै राम्रो खान पाइन्छ के। सागेलाई त्यसरी माटो लगाउनुपर्छ साथीहरू। म पनि जान्नु त जान्दिनँ, यसरी ट्राई गर्दैछु। अहिले त सागको सिजन छ, सबैजनाको घर घरमा सागै छ होला। हाम्रो चाहिँ सानो बारीमा अलिकति साग छ, यस्तै छ साग चाहिँ हाम्रो चाहिँ। रातै पर्न आँट्यो गाइस। सो साथीहरू, मैले चाहिँ साग पनि गोडिसकेर अनि अब हेर्नुहुन्छ यतातिर चाहिँ साग मैले खानाको लागि टिपिसकेको छु। यो चाहिँ साग खानु टिपेको है। अनि यहाँ चाहिँ साग यस्तो चाहिँ, यहाँ चाहिँ मेरो सागहरू माझा मसिनो पुली छ। यता पनि हुँदैछ साथीहरू। साग रोपेर मात्रै हुँदैन कि, त्यसलाई गोड्नु पनि पर्छ। साग जति गोडेन भने राम्रो हुँदैन। सो साथीहरू बाई बाई।